धन्यवाद। आज हामी गोर्खा जिल्लाको रेसे बगरमा रहेको एउटा नजिकै झरनामा आएका छौँ र यो झरनाको बारेमा विष्ट काजीजी केही भनिदिनु पर्यो। नमस्कार सबैलाई सम्पूर्णमा गुड मर्निङ हैन। हामी चाहिँ बिहानको किरणसँगै हामी चाहिँ यस झरनामा आइसकेको छौँ। यो झरना चाहिँ गोर्खा जिल्लाको माथि खोलादेखि करिब 1000 मिटर जति माथि रहेको छ र हामीहरू त्यहाँ विशेष केही खेल्नलाई हेर्नलाई आएका थियौँ र आज हामीले झरना देखेका छौँ। यो झरनाको करिब लम्बाइ चाहिँ 700 मिटर जति होला। यो झरना चाहिँ पानी उता हिमालदेखि आउने गर्दछ। त्यो हिमालको पानी हो। यो पानी चाहिँ चिसो छ। आज हामीले चाहिँ यसो मर्निङ वाकिङ आएको बेला चाहिँ के छ त यसको रहस्य। यहाँ चाहिँ पहिला चाहिँ गोर्खा जिल्लामा पृथ्वीनारायण शाहले यो पानी चाहिँ लग्नको लागि धेरै कोसिस गर्नुभएको छ। अब यता चाहिँ गोर्खा जिल्लामा पानीको अभाव रहेछ हैन। अब खोला नालाहरू पनि सब सुकेको, हरियाली डाँडाकाँडा पनि सब सुकिसके। त्यस कारणले गर्दा अब यो पानी चाहिँ लग्नुपर्छ भन्ने सोचले चाहिँ यो 12 महिना आउने पानी हो। 12 महिना आउँछ यो पानी, सुकेको छैन। अब चैत लाग्न सुरु भइसक्यो हैन। चैत लाग्न सुरु भइसक्यो, अझै पनि सुकेको छैन यो पानी। र यहाँ कसैलाई नुहाउन आउनु छ, कपडा धुनु मन छ भने चाहिँ आउनुहोस्। ढुङ्गाहरू छन् ठुल्ठुला, यहाँ राखेर कपडाहरू धुन सक्नुहुन्छ। र यही पानीलाई मध्यनजर गर्दै पृथ्वीनारायण शाहले चाहिँ गोर्खा जिल्लाको माछी खोला भन्ने ठाउँमा अनि अर्मला भन्ने ठाउँमा चाहिँ यो पानी खुवाउने निधो गर्नुभएको रहेछ। तर चाहिँ असम्भव भयो। किन भयो, कसरी भयो त्यो हामीलाई पनि थाहा भएन हैन। हामीभन्दा 3-4 पुस्ता अगाडिबाट नै केही भएको थियो होला। त्यसो मैले चाहिँ डिक्सनेरी डायरीमा हेर्दाखेरि चाहिँ कुराहरू फेला पारेको थिएँ। र यो काँडाहरू छ नि, यो छेउछेउको यो काँडाहरूको महत्त्वपूर्ण भनेको के हो भनेपछि चाहिँ मानिसहरूलाई निन्द्रा लागेको समयमा मानिसहरूले चाहिँ सुते, अब यहाँ आराम गर्न आउँछ नि, त्यो समयमा चाहिँ उठ्न सकेन भने त्यो काँडाले बिजाउने च्यास्ट बिज्यो भने चाहिँ मान्छे आफै उठिहाल्छ। त्यस कारणले हामी मध्यनजर गर्दा आजको भिडियोमा टक्क यो झरना हेर्न सक्छौँ। र यहाँ चिसो हावा पनि आइरहेको छ। कसैलाई आउनु छ भने चाहिँ मेरो नम्बर उसमै छ, त्यसो मेसेज गरेर आइसिन्छ भने चाहिँ आइसियोस् हैन। अनि गाडी चाहिँ आफै ल्याउनुपर्छ, साधन चाहिँ आफै ल्याउनुपर्छ, बाटो अप्ठ्यारो छ। कसैलाई आएर हेर्नु मन छ, भिजिट गर्नु मन छ भने चाहिँ आउनु सक्नुहुन्छ। एउटा यता छ, एउटा चाहिँ उतातिर छ झरना। अनि यो पुरै पारीको गाउँको बस्ती हो, पुरै हरियाली छ। अब जग्गा छन् यतातिर बस्छन्। त्यही हो। अब सबैलाई चाहिँ सम्पूर्णमा भिडियो हेरिदिनु भएकोमा धन्यवाद है। अनि चाहिँ जसले लाइक गर्न छैन लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गर्न नबिर्सिनुहोस्। अनि हामीले यो पानी चाहिँ अहिले किन आएको यतातिर भन्नु खोज्नु छ नि। अब हामी बिहान मर्निङ वाकिङ आएको यसो डाँडातिर हेर्नको लागि। त्यस कारणले त्यो अवस्थामा चाहिँ एउटा केही भिडियो बनाऊ, केही सन्देश दिउँ मेरो सब्सक्राइबरहरूलाई, मेरो भ्युवरहरूलाई भनेर चाहिँ मैले भिडियो बनाउनु खोजेको। कस्तो भयो के भयो हैन, कुनै राम्रो हुनसक्छ, कुनै नराम्रो हुनसक्छ, त्यसको लागि क्षमा पाउँछु। माथि गरिदिनुहोस्। र अनि जसले भिडियो हेरेर हाँस्नुभयो, इन्जोय गर्नुभयो, सबैलाई धन्यवाद। नमस्कार, टाटा, गुड बाई।